एट चेन्नई अनि यहाँबाट मेट्रो चलिरहेछ यहाँ इन्डियाको फ्ल्याग छ मिस्टर हरिराई सुनौली बोर्डरमा यहाँ देख्न सक्नुहुन्छ ल बोर्डर यो छ नि यो ओके हेलो गाइज गुड मर्निङ नमस्ते वेलकम ब्याक टु अनदर भ्लग सो तपाईँहरूलाई फेरि पनि स्वागत छ हाम्रो नेक्स्ट अर्को भ्लगमा अनि तपाईँले आज मलाई यस्तो गेटअपमा देख्दै हुनुहुन्छ होला हेर्न सक्नुहुन्छ यस्तो गेटअपमा देख्दै हुनुहुन्छ होला अनि तपाईँलाई लागेको होला पुरा कन्फ्युज कहाँ जानु लाग्यो यो मान्छे भनेर सो तपाईँलाई म भन्नेवाला छु हामी कहाँ जाँदैछौँ भनेर एकदम सरप्राइज हुनेवाला छ किनकि आज हामी कम्पनीबाट इन्टरनेसनल ट्रिप जाँदैछौँ जुन हो हाम्रो इन्डियाको चेन्नई मरिना बिच अनि त्यहाँ जाँदैछौँ सो देख्न सक्नुहुन्छ बिहान बिहानै यस्तो नजारा म चाहिँ आज चाहिँ चट्ट लाएरै नजारा देख्न सक्नुहुन्छ बिहान छिटै उठेँ अनि टक्क लाएर यो देख्नुहुन्छ नि यो थाइल्यान्डबाट ल्याएको हो वाइट खतरा हो नि त फेरि अनि यहाँ लगेज छ यहाँ देव सर हुनुहुन्छ हामी यहाँ जाँदैछौँ है तपाईँहरू सबैले देख्न सक्नुहुन्छ अनि म तपाईँहरूलाई अब भेट्नेवाला छु अनि यो भ्लग फेरि एकदम प्रोफेसनल हुनेवाला छ सो तपाईँहरूले अरू भ्लग देख्नुभयो होला बिस्तारी बिस्तारी म पुरा सब क्लिप हालिदिन्थेँ मैले तर योचोटि अब आज म बिरौटा छु सिधै एकैचोटि बुट्टलमा गएर भेट्नेवाला छु है सो मजाले यस्तो जाडो छ नि बिहान बिहान यदि तपाईँहरू बिहान बिहान उठ्नुहुन्छ भने सो प्लिज ज्याकेट चाहिँ अलिक मजाले लाउनु होला अनि हाम्रो गाडी आउँदैछ उताबाट एकदम प्राइभेट गाडी त्यसमा हामी जाँदैछौँ बुटोल सो आजको हाम्रो यात्रा हुनेछ यहाँबाट बुटोल अनि त्यहाँबाट कहाँ हुनेवाला छ सो म तपाईँलाई भेट्नेवाला छु सो सेव एट बुटोल ल फाइनली हाम्रो भेट भइसक्यो यहाँ हाम्रो प्राइभेट गाडी लिन आइसक्यो है सो हामी सुमन सरले यहाँ पुरा भिदाइ सिधाइ गरेर सुमन सर कहाँसम्मको यात्रा हो यात्रा त चिन्नै सकेको हो कि ए ल कहाँसम्म हो शरद सर हामी पनि थोरै नेपाल बाहिर हावा खान जाऊँ कि भनेर नेपालमा चिसो भयो अब गर्मी ठाउँतिर जानु लाग्यो ल है हामी हिमाल धेरै देख्यौँ अब यसो समुद्र पनि हेरौँ भनेर हो क्या हिमालबाट बगेर गएको भेट्नेवाला छौँ छिटै है ल देव सर बाई ल सो फाइनली हामी चाहिँ आइसकेको छौँ बुटोल अब हाम्रो भेट फेरि हुँदैछ मणिग्राममा सो जाँदैछौँ नि हाम्रो आउँदैछ यहाँ चट्ट लगाएर यहाँ देख्नुहुन्छ आहा कहाँ हो मासतिर आकाशतिर चढेको त ल फाइनली हामी मणिग्राम जाँदैछौँ ल बस्नु बस्नु बाँकी केही छैन वा ओहो कस्तो हिमाल चढेको भाइ समुद्र चाहिँ यहाँ चढेर त आहा कति रमाइलो A few moments later. ओके वी आर हियर एट मणिग्राम अनि हामी जाँदैछौँ सो यहाँ एन्टी लाइट देख्नुभएको होला चट्ट लाएर ट्याक्क लाएर यहीँ छुटेछ फेरि नमस्ते नमस्ते वेलकम छ थाइल्यान्डमा हजुर नमस्ते नमस्ते ल यो चाहिँ हाम्रो थाइल्यान्ड टुरको है सो यहाँ देख्न सक्नुहुन्छ म पनि छु के हो सर सर ल यहाँ चाहिँ हाम्रो PVN प्रोग्रेसिभ भिजन नेपाल प्राइभेट लिमिटेड यहाँनिर चाहिँ क्याबिनहरू छ अफिस चाहिँ तपाईँहरूले एकदम ड्रिम अफिस जस्तो यहाँ ट्रेनिङ सेन्टर छ यो मिटिङको यो हल यहाँ बिरो सर हुनुहुन्छ यहाँ चाहिँ ओके स्वागत छ तपाईँहरूलाई फेरि पनि हाम्रो हामी कहाँ आइपुगेछौँ भन्ने कुरा तपाईँहरूलाई यसो मेरो ब्याकग्राउन्ड हेर्नु त अलिकति लागिरहेको होला थोरै कन्फ्युज लागिरहेको होला तपाईँहरूलाई सो यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मणिग्राम विश्राम वाटिका है सो जम सो यहाँ बस्दै गरौँ साथीहरू आउँछ अनि त्यसपछि आजको हाम्रो यात्रा कहाँसम्म हुन्छ भन्ने कुरा हामी त्यसपछि थाहा दिन्छौँ तपाईँहरूलाई सो किनकि हामी जहाँ आएको छौँ नि त्यो एकदम राम्रो छ अरे देखेको छैन फर्स्ट टाइम आएको अब तपाईँले मलाई राम्रोसँग देख्न सक्नुहुन्छ यहाँ चर्च लगाएर ओके लिडर सो हामी एकदम यहाँ तपाईँले देख्न सक्नुहुन्छ मणिग्राम रिसोर्ट मणिग्राम वाटिका रिसोर्टमा हामी छौँ है यहाँ मेरो सुटकेस छ सो यताबाट सरहरू आउँदै हुनुहुन्छ अनि म यहाँ छु चट्ट लगाएर हामी चाहिँ अब यहाँबाट निस्किँदैछौँ चेकआउट गरेर सो आज हामी कहाँ निस्किँदैछौँ भने सुनौली अनि सुनौलीको लागि चाहिँ हामी एकदम तयार भएर आउँदैछौँ सो
सो तपाईँहरू सबैजनाले हेर्नु होला एकदम लास्टसम्म हामी सुनौली कसरी पुग्छौँ भनेर तपाईँहरूलाई म देखाउँछु कस्तो भयो त नि होटलको बसाइ यस्तो बगानमा कसम यार यतिको बसाइ त कहिल्यै गर्दैन प्र्याङ्क चाहिँ नहुनु होला है हामी खाँदैछौँ है अनि यस्तो होटलमा बसेको मकै पनि पाइएछ पपकर्न है पपकर्न यो मकै होइन ल हामी चाहिँ अब वैदेशिक यात्रा वैदेशिक भ्रमण है यात्रा होइन सो वैदेशिक भ्रमणको लागि हामी जाँदैछौँ यहीँ यस्तो हिँड्दै हिँड्दै अहिले तपाईँहरूले हामीलाई हिँड्दै हिँडेको देख्नु भएको छ नि एकछिनमा अहिले प्लेनमा देख्नुहुन्छ है प्लेनमा एकदम पुरै चट्ट लाएर कस्तो एनर्जी घटे जस्तो भयो खै पपकर्न खान्छ ल पपकर्न यहाँ छ है वा ल अब खाइदिउँ देखा आपने लापरवाही का नतीजा है वाउ एयरपोर्टमा आएर जस्तो फिलिङ आयो फेरि यहाँ त बुटोलको भ्यू अब हामी जान्छौँ तपाईँहरूलाई म सुनौली गएपछि भेट्छु है ओके धन्यवाद ल सो वेलकम छ तपाईँहरूलाई फेरि पनि स्वागत छ आज हाम्रो बुटोलमा यहाँ होइन हामी टक्क आइसकेका छौँ यो के भन्छ अरे सुनौली बोर्डरमा यहाँ देख्न सक्नुहुन्छ ल बोर्डर यो छ नि यो वाउ हेर्नु त बाफ यो माथि अब यहाँ हामी जान्छौँ है सो तपाईँहरूलाई फेरि पनि स्वागत छ वाउ हेर्नु न कस्तो दामी रोड छ है वाउ आहा कस्तो दामी के आफ्नै हो कि चिल पाएर तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँ चट्टा लगाएर यो इन्डियाको र नेपालको बोर्डरमा हामी छौँ सो यताबाट चाहिँ अनि यो सुनौली हो सुनौली बोर्डर सो यहाँनिर टक्क दुईवटा देख्न सक्नुहुन्छ हामी यहाँ आइसकेको छौँ फेरि पनि सो यहाँ सरहरूलाई देख्न सक्नुहुन्छ नमस्ते सर ए सर आराम हुनुहुन्छ नमस्ते नमस्ते सर ओहो नवीन सर त नचिनिरहेको है स्वागत छ तपाईँहरूलाई हाम्रो यो सुनौलीको बोर्डरमा नेपाल र सुनौलीको बोर्डरमा सो यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ चट्टा लगाएर अब हामी यहाँबाट जाँदैछौँ यहाँ तपाईँको देख्नुहुन्छ नि यहाँ रोयल डायमन्ड ए हाम्रो ग्याङहरू है वा 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 चट्टा लगाएर टक्क लगाएर जाने हो चट्टा लगाएर घुमिदिने हो चिल्याक्स हानिदिने हो हानिदिन्छु ल्याम्ने चलिदिन्छु बम्बई चैट चेन्नाई ए सो गाइज फाइनली हामी यो इन्डियाको बोर्डर कटेछौँ यहाँ देख्न सक्नुहुन्छ तपाईँले मलाई चट्टा लगाएर यहाँ ओहो म फेरि सेकेन्ड टाइम हामी इन्डियाको बोर्डर कटेर फेरि आइसकेको छौँ घुम्नको लागि यो सुनौली बोर्डर चट्ट ए ल है हाम्रो प्राइभेट गाडी यस नाइट्रोजन ल ल प्राइभेट गाडीमा ग्यास ओहो कस्तो गनाउँदो रहेछ यार ग्यासकोमा हुन त 400 किलोमिटर छ बिचमा ठाउँ गरेर हाल्दा त हुन्छ के भएको रे अयोध्यामा हाम्रो गण्डकीबाट चाहिँ यहाँ लिएर आएको थियो क्या त्यो शालिग त्यसलाई के भन्छ मूर्ति त्यो ढुङ्गा शालिग्राम लिएर आएको क्या शालिग्राम ढुङ्गा ल्याएको थिएन याद छ न्युज आएको थिएन गण्डकीबाट ल्याएको राम लक्ष्मणको देखेँ नि प्राइभेट गाडीमा आउनुको फाइदा यस्तो हुन्छ राम लक्ष्मणको तर ऊ त्यसलाई छिर्नु दिएन क्या त्यो ढुङ्गा किनभने त्यो शालिग्रामलाई 133 किलोमिटर छ है अब लखनऊ आउनलाई लो कन्ट्रोभर्सी चलेको त हाम्रो विश्वभरि ऊ हेर अब जानु कस्तो दामी छ ल हिरो होन्डा ओए स्वर्ग आयो एउटा स्वर्गको बाटो है फाइनली हामी चाहिँ यहाँ छिरिसकेको छौँ है कहाँ छिर्यौँ एयरपोर्टभित्र अब चाहिँ भित्र जानु बाँकी छ हामी यहाँ ए ल यहाँ आइसकेका छौँ है अब हामी छिर्छौँ सो
हाम्रो आजको यात्रा सुरु भएको छ। यहाँ आँखा यस्तो देख्न सक्नुहुन्छ, यहाँ कस्तो दामी भएछ। हामी रातभरि ट्राभल गरेर आएको है, कस्तो बवाल। अब यहाँ रमाइलो छ जे होस्, चट्ट होइन। हाम्रो गाडीहरू त आएको छैन, सो गाडीहरू आउँदैछ। हामी छिर्दै गर्छौँ। अब हामी जाँदै गरौँ, हिँड्दै गरौँ, के हुन्छ हामी भिडियोमा हाल्छौँ, हामी टेन्सन नगर्नुहोस्। सब भेट्नेवाला छौँ हामी त भित्रभित्र। अहिले एयरपोर्टमा गएर टाक्का लगाएर त्यहाँ गएर रिल्याक्स। राइट, हाम्रो यहाँ प्राइभेट गाडीहरू हेरौँ है। हामीले पोखराबाट लिएर आएको एउटा गाडी यहाँ छ। सो यहाँ बागमती प्रदेशको कहाँ छ एउटा यहाँ चाहिँ यहाँ हो लगेज त। ए चाबी लगाएर चाहिँ त आइसकेको छौँ। यहाँ चट्ट लगाएर यहाँबाट टक्क होइन। सो यहाँ देख्न सक्नुहुन्छ। ओहो ल यहाँ छौँ है। ए त्यो प्रिन्ट त कसैले पनि गरेन है, प्रिन्ट गरेरै बिर्सेछ है। हट ल यहाँबाट अब जाउँ। ल हामी चट्ट आइसकेछौँ यहाँनिर है, लखनऊ एयरपोर्टमा। पुरा एकदम चिसो चिसो लागेको, एकदम जाडो जाडो भएको फिल भइरहेछ यहाँ। तो गाइस हामी देख्न सक्नुहुन्छ यहाँ अब हामी छिरिसक्यौँ है। अब टक्क यहाँ ओहो यहाँ ग्रुपमा। One eternity later. सो वेलकम ब्याक टु माई। देख्न सक्नुहुन्छ मलाई चट्टा लगाएर है। हामी चाहिँ अहिले लखनऊको एयरपोर्टमा छौँ अनि यहाँबाट अब हामी जाँदैछौँ। थोरै हाम्रो अहिले चाहिँ वेटिङको टाइम परेको छ 5 घन्टा। सो सबैजना तपाईँले देख्न सक्नुहुन्छ यहाँ सुतिराख्नु भएको छ। अनि अब म यहाँ रेडी छौँ। यहाँ देख्न सक्नुहुन्छ नजारा तपाईँहरूले, हेर्नु त। आहा कति रमाइलो है, यता त्यस्तै रमाइलो छ। यहाँ हेरौँ, आहा कति रमाइलो है। आहा ए ल के छ उपेन्द्र सर, कस्तो हुँदैछ? आउने हो यहाँ के छ तपाईँलाई, कस्तो भइरहेछ तपाईँलाई अनुभव? धेरै एक्साइटेड छु म चेन्नई पुग्न। कहिले पुगौँ भइरहेको छ। तपाईँ 3 चोटि कि 4 चोटि भयो? म 5 चोटि हुन्छ। 5 चोटि 3 चोटि चेन्नई होइन के टुर चाहिँ भनेको? टुर त मेरो 3 चोटि हुन्छ। 3 चोटि भयो है। तपाईँको कति भयो? तपाईँको त 6 चोटि भयो होला है। ए तपाईँ गोवा जानुभयो है? ए यहाँ देख्न सक्नुहुन्छ हाम्रो एकदम खतरनाक भिआइपी गेस्टहरू। ठिक छ, उहाँहरूले फुटेज दिनु भएन, म आफै निकाल्छु मेरो फुटेज। सो फेरि म भेट्नेवाला छु एकछिनमा, थोरै केही समयपछि। अहिलेको लागि ब्याक टोली मुभ। सो यहाँ हाम्रो अब फाइनली बोर्डिङ पास भइसक्यो हाम्रो। अब हामी जान मात्रै, हिँड्न मात्रै बाँकी छ है। सो आइसकेको छौँ यहाँ सबजना। अब बोर्डिङ पास हुन्छ। यो अगाडिकोवाला ल चट्ट है, यहाँ देख्न सक्नुहुन्छ। ओहो वाउ कमलको फुल। ए फुलै फुलको जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो। वाउ हामी चाहिँ अब लगभग प्लेनमा हामी चढ्न लागिसकेको छौँ। के भन्न चाहनुहुन्छ सुमन सर? अब एकदमै एक्साइटेड छौँ हामी। अनि यहाँ धेरै कुराहरू सपिङ गरिसक्यौँ, महँगो भए पनि हामीले किन्यौँ। तर हाम्रो लागि चाहिँ त्यो महँगो चाहिँ होइन कि। म्यामहरूले चाहिँ हेर्ने मात्रै काम गर्नुहुन्छ, हामीले किनेर आइसक्यो। खरिद गरेर आइसक्यौँ। सर सर के भन्न चाहनुहुन्छ? म प्लेन चढ्छु, तपाईँहरू हेरेर बस्नु। गरेको भए त चढ्थ्यो तपाईँ पनि। खतरा। फाइनली हाम्रो चाहिँ बोर्डिङ पास भइसक्यो है। सो यो टिकट देख्न सक्नुहुन्छ। तपाईँहरूलाई म प्लेन पनि देखाउँछु। सो यहाँनिर हामी जाँदैछौँ, बोर्डिङ पास भइसक्यो। यो 16 नम्बर गेटबाट हामी चट्ट लगाएर अब गएर प्लेनमा बस्नेवाला छौँ। सो यहाँबाट हेर्नु यस्तो यो एयरपोर्टको भ्यू यहाँ मुनि छ। अनि हामी यहाँबाट उयो प्लेनमा जाने हो। उयो हेर्नु नि, ल यो प्लेनमा जाने है। सो म जाँदैछु, अरू लगभग सबैजना गइसक्नु भयो। अनि आजको हाम्रो अब यहाँबाट लखनऊ टु मुम्बई हैदराबाद, अनि हैदराबादबाट ट्याक्कै उता के भन्छ चेन्नईसम्म चाहिँ हाम्रो यात्रा छ। सो यो प्लेनमा हामी जाँदैछौँ है। सो यहाँबाट इन्टेरियर तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तो बवाल मजाले यहाँबाट छिर्दै जुन देख्नुभएको छ प्लेन,
यो छ नि यो BTIF सो यसमा हामी जाँदैछौँ है चट्टै यो देख्नुभएको छ नि वाउ सो रेडी टु फ्लाइ सो यहाँबाट टेक अफ हुनेवाला छ है वाउ ल है ल है अब यहाँ हामी इन्टर गर्दैछौँ आर यु रेडी टु फ्लाइ वाउ नमस्ते म यहाँ छु यो कति नम्बर हो 25 केबी 25 मेरा 25 किधर है तो यहाँ ही उड़ने वाले हैं अब फिर मेरो तो यही था यहाँ सो यहाँ देख्न सक्नुहुन्छ 25 26 27 28 29 30 यहाँ 3टा सिट छ भने 30 यहाँ 90 180 जना छ यहाँ यो फ्लाइटमा 180 पिपल इन दिस प्लेन सो हामी यहाँबाट जानेवाला छौँ पुरा मजाले है यहाँ यति धेरै ब्याग देख्न सक्नुहुन्छ सो हामी फेरि भेट्नेवाला छौँ कहाँ हैदराबादमा अंग्रेजी बोल सकते हैं आपके सहयोगी विमानकर्मी दल के निर्देशों के पालन से हम इस यात्रा को सुरक्षित आरामदायक और बेहतर बना Alongside our crew members are Apsara, Mahi, Avikya, and a myself lead cabin crew member. We speak Hindi and English. From always safe to service from the heart, we are committed to सकते हैं मिस्टर हरि राय हेलो थ्याङ्क यू वेलकम स्वागत छ हैदराबादमा तपाईँहरूलाई फेरि पनि हामी आइसकेको छौँ हैदराबादमा हैदराबादी बिरयानी खानको लागि देख्यो नि हामी नेपालबाट यहाँ बिरयानी खानको लागि मात्र आएको फेरि हामी चेन्नई जाने हो अनि यस्तो खतरा हो नि त फेरि हो इन्ट्री हेर इन्ट्री हिरोको इन्ट्री हुन्छ फेरि यहाँ वाउ यस्तो पुरै देख सकते हैं अच्छा नज़ारा बहुत बढ़िया नज़ारा वाओ इसको कहते हैं गाइस हाम्रो चाहिँ अब नेक्स्ट फ्लाइट हुँदैछ हाम्रो हामी लखनऊबाट हैदराबाद आयौँ अब हैदराबादबाट फेरि हामी जाँदैछौँ कहाँ भन्दाखेरि चेन्नई अनि चेन्नईको लागि चाहिँ हाम्रो बोर्डिङ पास भइसक्यो सो अब हामी जाँदैछौँ यहाँनिर लाइन देख्न सक्नुहुन्छ है मजासँगले पुरै अब यहाँ बोर्डिङ पास हुँदैछ अब यहाँ म पछाडि लाइन बस्छु यहाँबाट जान्छु अनि त्यहाँ गएर हाम्रो आज कहाँ पुगिन्छ हामी चेन्नई सो चेन्नईमा हाम्रो भेट हुनेवाला छ सो यहाँनिर टिकट देखाउनु पर्छ म टिकट रेडी बनाउँछु है सो फाइनली हाम्रो 2025 15 नोभेम्बर सो बोर्डिङ पास पनि भइसकेको छ अनि म रेडी छु सो हाम्रो टिमहरू रेडी हुनुहुन्छ सो जाँदैछौँ कहाँ भन्दाखेरि चेन्नईको फ्लाइटको लागि सो म अब यहाँबाट चढ्छु है सो उहाँ अलरेडी पुगिसक्नु भएको छ त्यहाँ हाम्रो प्लेन छ सो त्यसको लागि म एकदम दमदार रेडी भएर पुरा पोजिसनमा सो जाँदैछौँ सबैजना स्टे ट्युन एकदम अब यहाँबाट यस्तरी फेरि हेर्नु न यहाँ पुरै प्लेन छ अनि कस्तो रमाइलो वाउ आज एकै दिनमा 2टा फ्लाइट खतरा है सो अब हाम्रो भेट फेरि हामी जान्छौँ चेन्नईमा हुनेवाला छ सो यहाँ तपाईँले देख्न सक्नुहुन्छ प्राइम मिनिस्टर नरेन्द्र मोदी अनि यहाँबाट अब आमामा कति गर्मी हो यहाँ तर रमाइलो छ जे होस् सो यो देख्नुभएको छ नि यहाँ मेरो आज गर्दन अलिक दुखिरहेछ अनि यसलाई म ठिक बनाउँदैछु के सो यहाँ हेरौँ न आमामा पुरै यहाँ फोटोसुट चलिरहेछ ल फेरि अनदर फ्लाइट इन हैदराबाद टु चेन्नई See you. So another time, another flight. So देखो इधर अच्छे नज़ारे. Wow. मेरो कहाँ छ फेरि यहाँ हेरौँ है 27F आम्मा खालि किन लास्टमा पुऱ्याइदिन्छ यार वहीँ पुऱ्याइदिएछ सेम छ त है कभर india.go सो हामी एकदम रेडी छौँ खाली भयो नि मलाई भन्नु है म 27 नम्बरमा हुन्छु लेडिज एन्ड जेन्टलम्यान 27 उतारै छु म त
DEF तपाईँ कहाँ हो सो फाइनली मेरो फ्लाइटको भेटिसक्यो ल एफ फाइनली हामी आइसकेको छौँ हाम्रो नेक्स्ट उसको लागि हामी चेन्नई ल्यान्डिङ भइसकेको छौँ होइन अब हामी जाँदैछौँ लगेज लिनको लागि सो तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद अनि एक्सक्युज मी हामी यहाँसम्म आइसकेको छौँ तपाईँहरूले कृपाले गर्दाखेरि अनि अब तपाईँहरूलाई हामी देखाउनेवाला छौँ चेन्नईको नजारा कस्तो हुनेवाला छ चेन्नई भनेको के हो कस्तो हो चेन्नईमा के छ भन्ने कुरा सो तपाईँहरूलाई स्वागत छ हाम्रो सुमन पुनबाट छिटो आउनु न यार यति लामो खुट्टा चाहिँ ढिलो भइसक्यो सो यहाँ देख्न सक्नुहुन्छ अब हामी सिधै ओरियन्सको त्यहाँ जान्छौँ हाम्रो लिन आउँछ ड्रप गर्न त्यसपछि हाम्रो ड्रप अनि बेलुका हामी भेट्नुवाला छौँ जय कुमार वा इन्टेरियर वा बबाल स्टे ट्युन हामी आइसकेको छौँ अब हामी यहाँबाट जानेवाला छौँ ब्यागेज क्लेम गर्छौँ त्यसपछि हामी भागेर कहाँ जान्छौँ भने सिधै हामीलाई लिन आइसकेको छ हाम्रो गेट नम्बर 3 गेट नम्बर 3 3 3 3 2 2 1 2 3 उधर उधर वहाँ पर चाहिँ हाम्रो ब्याग आउँदैछ है सो छिटो गरौँ एकदम फास्ट ब्याग लिने त्यसपछि तपाईँहरूलाई म आज धेरै त कुरा भन्दिनँ सो आजको हाम्रो भ्लग चाहिँ यहीँ सकिन पनि सक्छ एकछिन थोरै टाइमपछि तपाईँहरूले हेरिदिनु होला तपाईँहरूलाई धेरै धेरै धन्यवाद सो मजाले साथ दिनुभएको छ सपोर्ट दिनुभएको छ अनि हामी यहाँ अब ब्याग क्लेम गरेर त्यसपछि हामी जानेवाला छौँ अब मेरो ब्याग चाहिँ कहाँ आयो भन्ने कुरा मलाई थाहा छैन किनकि यहाँ कुरिरहेको रहेछ अझै पनि ब्याग हालिदिएको रहेन रहेछ सो हामी पनि कुर्ने त होला नि होइन ल ठिक छ हामी कुर्छौँ नो प्रब्लम नो वरिज बिरु सर हुनुहुन्छ है बिरु सरलाई हेर्नु होला सबैले ध्यान दिएर ल यहाँ धन सर हुनुहुन्छ सर त पुरा यहाँ पुरै एक्साइटेड यहाँ सुमन सर यहाँ बिनु म्याम यहाँ ईसा म्याम क्यामेरा त देख्नै नहुने है ल ल ल दामी उङ्गर उङ्के उङ्गर उङ्के त्यो भनेको ओके खतरा है बहुत बुरा बिरु सरको घुमेको घुमै चाहिँ हेर्नु न छिया छिया भइरहेछ बिचरा माया पनि लागेन यसलाई यसरी फालिदिँदाखेरि यसो गर्नु हुँदैन नि त अनि मेरो ब्यागलाई यसरी कसरी फाल्नु हुँदैन नि त अनि फेरि सो ल अब तपाईँले देख्न सक्नुहुन्छ हामी चाहिँ बाहिर आइसकेका छौँ होइन चेन्नई एयरपोर्टबाट यहाँ है यहाँ अब यहाँबाट हामी जाँदैछौँ यहाँ हामीलाई लिन आउनुभएको छ ब्यागेज लगेज हामीले निकालिसक्यौँ अब निकालेर हामी जाँदैछौँ चट्ट लगाएर यहाँनिर चाहिँ लिन आउँदै हुनुहुन्छ को आउँदै हुनुहुन्छ यहाँ सायद ओरियन्सको बोर्ड लेखेको होला अब यहाँ परदेश सर हुनुहुन्छ चट्टै हामी रेडी अब हामी जाँदैछौँ हाम्रो यहाँ गाडी आउँदैछ अनि गाडीमा हामी चढेर हामी जाँदैछौँ ल यहाँ हाम्रो ग्याङहरू फाइनली हामी ठ्याक्कै एयरपोर्टको बाहिर छौँ अनि वी आर एट चेन्नई अनि यहाँबाट मेट्रो चलिरहेछ यहाँ इन्डियाको फ्ल्याग छ सो यहाँ हाम्रो ग्रुप देख्न सक्नुहुन्छ यहाँ चेन्नई टुर वाउ सो इफ यु वाना गो टुर विथ अस देन केही गर्नु पर्दैन आउनुहोस् काम गर्नुहोस् फ्रीमा घुम्न जानुहोस् ओके रेडी सो देख्नुहोस् त कस्तो दामी नजारा कस्तो अच्छै नजारा छ यहाँबाट हेर्नु है आहा आहा कस्तो रमाइलो है आहा वाउ चैलाई मुस्किल छ पोखरामा मेरो दिल छ पोखरामा मबाट आफैसँग योबाट आउँछ है सो तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ आजको हाम्रो होटल है सो यहाँ चाहिँ हामी स्टे गर्दैछौँ सो ल हाम्रो आजको डिनर चाहिँ सुरु भइसकेको छ है
सो यहाँ हुनुहुन्छ सरोज सर र सुमन सर अनि म यहाँ छु तपाईँहरूलाई आज देखाउन सक्छु ओहो सर बिस्तारी एक्लै हो सो यहाँनिर चाहिँ यो के हो चिकन दम बिरयानी बिरयानी रहेछ सरोज सर चटनी अन्डा मखनी यो के हो फेरि ए रोटी यहाँनिर तताउने हो यो जिरा पुलाउ चिल्ली काउली फ्लावर त्यसपछि आलु जिरा पनिर बटर मसाला यो राइस त्यसपछि यो दाल तड्का रसम त्यसपछि कर्ड राइस अनि त्यसपछि यो डेजर्ट गुलाब जामुन अनि योहरू त होइन यो त भोलिको लागि होला नि कि आजको लागि यो पनि होइन होला पक्कै पनि भोलि नै हो यो अनि खोइ त हाम्रो मासु छैन नहीं लोग कहाँ से आते हैं ए यता पनि रहेछ नि त सोल्टी पापडी चाट स्फ्रुट सलाद ल